गुड मर्निङ, नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी गोरखनाथ मन्दिर घुम्न जाँदैछौँ। मलाई पनि थाहा छैन, म पनि बाटो फर्स्ट टाइम आएको। आऊ कस्तो राम्रो भ्यू। बाटो चाहिँ खत्तम हो कि कस्तो गाह्रो भयो। हिँड्न कच्ची रोड आयो, यस्तो खत्तम बाटो, कच्ची रोड नेपालको बाटो, धुलो उड्ने त्यस्तै। गाडी त भर्खरै आउँदैछ, त्यहाँ अगाडि छ। कस्तो गाह्रो साथीहरू। राम्रो बाटोबाट आयो हामी। हेलो हजुरआमा। हेलो दाइ। भिडियो बनाएको। हामी चाहिँ अहिले गोरखनाथ पुग्यौँ। अनि यहाँ चाहिँ खरी भन्ने बाबा चाहिँ तपस्या गर्नुभएको ठाउँ हो। यो चाहिँ गोरखनाथ मन्दिर हो। साथीहरू आउनु होला, एकदमै रमाइलो ठाउँ छ यो। ब्लग बनाएको युट्युबमा हाल्न। मम्मी भोलि युट्युबमा आउनुहुन्छ है तपाईँ? युट्युब च्यानल कुन छ? भोलि युट्युबबाट भाइरल मम्मी। तल अब चाहिँ हामी गणेश मन्दिर जान लागेको। तर त धेरै स्पेशल भइहाल्यो, महँगो होइन? अनि भिभो 100 के आछ नि? राम्रो क्यामेरा, खतरा क्यामेरा छ। माइक्रोस्कोपले खिचे जस्तो छ क्यामेरा। त्यो के अरे कुनै एउटा अब्जेक्ट सानो झिङ्गाहरूलाई जुम गरेर खिच्यो भने त। यहाँ सानमामालाई घुम्नु आएको। अब हिँड्ने म एकछिन मम्मीको सानमम्मी, हजुरआमा। अब हामी घर जान लाग्छौँ घुमेर। अब जुमान धाइ हेर्नु पर्यो नि त। बल्ली हजुरआमा। कान्छी हजुरआमा, बल्ली हजुरआमा। त पाठहरूले हेर्नु न गर्मी। अब चाहिँ पिकनिक स्पोट जानु मिल्छ। आउनु होला सबैजना, एकदमै रमाइलो छ। अहिले चाहिँ हामी गुरुकुलमा आएका छौँ केही पैसाहरू डोनेसन गर्नको लागि। भनिन्छ नि धर्म गरे पुण्य मिल्छ भनेर। मम्मीको सानमम्मीले चाहिँ पैसा डोनेट गर्दै हुनुहुन्छ गुरुकुलमा।
ज्वाइँसँग तरकारी ल्याउने तिबारे हो तरकारी कति महिनाको 30,000 नारायणकर खतरा भ्यू देखिन्छ यहाँबाट होइन है कस्तो भ्यू देखिने ठाउँ रहेछ यहाँ चाहिँ हामी चाहिँ अहिले त्रिवेणी घाटमा पुग्यौँ साथीहरू पानी कति ठुलो परेछ आमामा यता जात्राको दिनमा पानी पर्नै पर्छ त्यही पानीमा रुजी जात्रा हेर्न जाँदैछौँ साथीहरू आउनु होला जात्रा हेर्न यी जात्राको लास्ट दिन पनि हो यो चाहिँ इन्द्रेश्वर मन्दिर हो तिमी बाजा बजाउँदै रमाइलो गर्दै हुनुहुन्छ यता चाहिँ पानी परिने तिमी बाजा बजाउँदै हुनुहुन्छ यतिको चाहिँ हुनु पर्यो है साथीहरू आफ्नो जात्रालाई मनाउनु पर्यो सांस्कृतिकलाई जोगाउनु पर्यो पानी नपरेको खण्डमा चाहिँ रकिलो नमिल्ने भनेर मानिन्छ पनौती जात्रामा त्यही कारणले चाहिँ पानी पर्नै पर्छ कति ठुलो पानी परेछ आमामामा अहिले चाहिँ हामी रथ तान्ने ठाउँमा आइपुगेका छौँ मान्छे कति धेरै साथीहरू तपाईँहरू पनि आउनु है जात्रा हेर्नको लागि पनौतीमा हाम्रो चाडपर्वलाई चाहिँ हामी आफैले जोगाउनु पर्छ यो रथ जुटाएपछि जात्रा सकिएको मानिन्छ चाहिँ रथ जुटाउने टाइम हुन लाग्यो जात्रा हेर्न सकिँदैन जात्रा गाइड रथ जुट्यो Thank you for watching. अहिलेसम्म लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु होला अब भेट्नुपर्छ हामी अर्को नयाँ ब्लगमा